नमस्कार साथीहरू, मेरो नाम साइमन हो र म एउटा काल्पनिक दुनियाँको ड्राइभर हो र मसँग चाहिँ एउटा बस छ। त्यसलाई साटेर म आज अर्को नयाँ बस ल्याउन गइरहेको छु र म भेस्ट लाएर नै जान्छु, भेस्ट चप्पल। र म गाडी निकालिसकेपछि अब म गाडी लिएर जाँदैछु मन्दिरतर्फ, किनभने आज विश्वकर्मा पूजा हो। अब विश्वकर्मा पूजाको दिन पूजा गरेर मात्र आज गाडी लाने विचार आयो। त्यही भएर गाडी लगेर मैले पण्डितजीलाई भने, पण्डितजी पूजा गरिदिनु। अनि पण्डितजीले भन्नुभयो, ए हुन्छ बाबु, बस्दै गर न। अनि त्यस पछाडि मैले गाडी राखेर पूजा गर्न लागेँ। चारैतिर गाडीको पूजा गरिसकेपछि अनि म आफ्नो गाडी लिएर आफ्नो गन्तव्यतर्फ लाग्न गएँ। अब म जाँदैछु त्यो सोरुम जहाँ मैले गाडी बनाउनको लागि अर्डर दिएको थिएँ। अब यो गाडी लगेर म त्यहाँ उनीहरूलाई दिन्छु र नयाँ गाडी लिएर आफ्नो घर लिएर आउँछु। आज विश्वकर्मा पूजाको दिन शुभ साइत निकालेर म आफ्नो गाडीको पूजा पनि गर्छु र नयाँ गाडी लिएर आउँछु। र कुरामा म पुगी पनि सकेँ र यहाँ एउटा थोत्रे गाडी थियो जुन मलाई एकदमै मन परेन। मैले अर्डर दिएको गाडी लिनको लागि हाम्रो गाडी चाहिँ उहाँहरूले लगेर अनि अर्को गाडी ल्याउने रे। अनि हाम्रो गाडी उहाँहरूले लिएर जानुभयो। 2 घन्टा कुरेपछि हाम्रो गाडी आइसकेको छ। जुन मैले अर्डर दिएको थिएँ एकदम दामी भएर आएको छ, तर पुरानो भन्दा अलिकति छोटो जस्तो लाग्यो मलाई गाडी। तर पनि केही छैन, हाम्रो गाडी नयाँ हो, दामी छ। र अब म कुदाएर सिधै जान्छु सुरुमा मन्दिर। र अब मन्दिर पुगेपछि फेरि त्यही पण्डितजीलाई मैले, पण्डितजी यसको पनि पूजा गरिदिनु न भने। अनि पण्डितजीले भने, ए हुन्छ बाबु बस भन्नुभयो। अनि त्यस पछाडि चारैतिर पूजा गरिसकेपछि यो गाडी निकालेर म घर जान लागेँ। अनि अब घर पुग्ने बेला भइसकेको थियो, किनभने मन्दिर नजिकै थियो। अब घर पुगेपछि मैले गाडीभित्र हालेँ र त्यहाँ सबैजना अचम्म परे कि नयाँ गाडी कसरी आयो भनेर। अनि घरमा पनि यसो पूजासुजा गरेर प्रसादी बाँडेर अनि बाई।